हेलो साथीहरु, आरामै हुनुहुन्छ हैन? आज चाहिँ धेरै पछि ब्लग बनाएको हैन। हेर्नु न यहाँ असार साउनमा जताततै हैन हरियो क्या। यो चाहिँ मेरो अफिसबाट घर जाँदैछु हैन। अनि हेर्नु न जताततै यहाँ हेर्नु कोसी असार साउनमा कत्रो भेलाएर एकदम फोहोर छ पानी नै। हेर्नु चारैतिर हरियाली हेर्नु कति राम्रो देख्छ है असार साउनमा। यो उकालो हिँड्नुपर्छ घर जानलाई चाहिँ एकदमै। यो सब हेर्नु न, यो सबै उकालो हिँडेर घर जानलाई चाहिँ पुरै उकालो छ कि घर जानलाई नि। अब चाहिँ रोड आउन लाग्यो, घर जान साह्रै गाह्रो। हेर्नु अब यहाँ ठ्याक्क रोड यताबाट हेर्नु न, यत्रो उकालो आउनुपर्छ। सबै उकालो यहाँ आयो, अब चाहिँ रोड भेट्यो घर जान। हेर्नु कति राम्रो जताततै हरियो के यो असार साउनमा। यो चाहिँ मेरो अफिस हैन। अब चाहिँ यता रोड जता हेरे नि हो। पानी परेपछि आकाश चाहिँ खुल्ला एकदम राम्रो देखिने कि। अब यो डाँडो कटेपछि घर त देखिँदैन, तर जाने बाटो चाहिँ यही। यो पारी चाहिँ चौरी के, पारी चौरी गाउँपालिका। यो वारी चाहिँ बोम्लो। चौरीको नि यो गोठपानी चाहिँ। अब यहाँ हेर्नु, यहाँ पछि चाहिँ ठ्याक्क यो डाँडा चाहिँ कट्नु पर्दैन क्या। ठ्याक्कै यो डाँडा कट्नु पर्दैन, यो बिचमा चाहिँ घर। अब हिँड्नुपर्छ क्या। थ्याङ्क यू, सपोर्ट गर्दै गर्नु होला। बाई।